लेट्स गो को हो त्यो उभिएको फेरि त्यहाँ ल भाइहरू बस है अहिले आउँदा चढाउँछु म है हिजो यही बाटो हिँडेको त्यस्तो हिजो अलि अर्कै बाटो फर्स्ट हिँड्दाखेरि अलि अप्ठ्यारो जस्तो लागेको थियो त्यसपछि त इजिलै छ बिन्दास गइदिएको हामी चाहिँ कहाँ हिँडेको थाहै छैन कहाँ हो अब कहाँ हो तल जाम होइन अनि बल्ल त्यहाँ नानी यहाँसम्म ठिकै ल्याइयो उहाँ गएपछि यस्तो उठेर बस्छु भनेर पल्टियो के तल त कहाँ जाने त नि चढ्ती यो त चढ्ती कला देखाउने भएपछि त कहाँ हुन्छ त नि अनि मजाले बिन्दास मस्त यहाँबाट तल जाम अनि म यहीँबाट त गएको नि काइदा भएको थियो यहाँको बाटो सर गएको तेरे लिए हिजियाना तुझको बता दे चाहूँ मैं आना तिम्रो त्यो मनमा लुकेको कसरी बुझ ए बच्चा बच्ची कति धेरै हो ए गुल्टियो नि बच्चा गुल्टियो बरिलैलाई मैले त केही पनि गरेको थिएन त्यही पनि बच्चा गुल्टियो यही हो कुरा चाहिँ अब हामी बिहान चाहिँ आयो बाइटेरीबाट अब हामी पछाडि गएर झलुङ्गेतिरबाट कतै घुम्न गइन्छ होला त्यतातिर के छ ए त्यतातिर एउटा मैले भ्यूहरू पनि बबाल देखेको छु त्यतातिर तर त्यतातिरको बाटो लास्टै गाह्रो छ ओइ काले मात्रै गाउँ सीता की छोरी यो ए हामी बाइटारीबाट अलि अगाडि हिँडिसक्यौँ सुनिन्छ अब कस्तो डुम्बा होला हो गाइजहरू अब अहिले त अलि भ्यूहरू आउँदैन अहिले चाहिँ खतरा भ्यू देखाउँछ डाँडा भएको छ कि यता अलि उतातिर यस्तो बवाल देखिन्छ त्यतातिर जाने सोच गरेको थिएँ मैले पहिल्यैदेखि आज चाहिँ यसो पाइयो अब हामी चाहिँ दाजुभाइ गइ जान्छ आज थाहा छैन तँलाई त्यही भएर त मैले माइक इयरफोन लगाएको चेकिङ भयो नि हुन्थ्यो नि अलि मास्तिर चेकिङ त हुन्छ हेरौँ के हुन्छ यतातिर चाहिँ अलि मलाई डर लाग्छ बाटो अलि साम्रो हो तर आउन आफू एकचोटि त्यही भएर अलि याद छ नि त बाटो कस्तो छ भने गाडी गयो रहेछ कि अब ठुलै गाडी जस्तै धुलो बनाइन्छ सानो नगर यार सानो बिक्री सक्यो तिम्रो सरी बुझाउनु म तिमीलाई
इजी हो क्या आजकल त बाइकहरू चलाउन। यो मेरो फर्स्ट भ्लग हो, त्यही भएर म त्यति बोल्दिनँ, गफै हान्दिनँ। मैले गफ हान्न आउँदैन। अलि पछि पछिको भ्लगमा चाहिँ 10 मिनटमा वहाँदेखि आइन्छ अब। यो ठुलो गाडी हिँडेर रहेछ र पो धुलै धुलो बनाएको। डेन्जर टाइम लाग्छ। 3 घन्टा त लाग्छ। 3 घन्टा 3.5 4 जति हुन्छ लाग्छ नि। कति टाढा छ। आए मामी त नि आउन लागिसक्यो है। कति छिटो यार। हाम्रो भ्यू हान्ने ठाउँ त आइसक्यो गाइज। हामी चाहिँ आज चिउरीको पुल आएको। पार्किङ त जता राखे नि भएन र। त्यो गाडीतिर इन्डियाको गाडी सो गाइज हाम्रो डेस्टिनेसन चाहिँ आयो ल। हामी चाहिँ अब एकछिन यसो के त्यो हो के र जस्ट वेट। हामी चाहिँ अब बाइक चाहिँ यहाँ राख्यो होइन। हेलो हामी चाहिँ अहिले पुलमा हिँडिसकेछ है। यहाँ यो इयरफोन यत्तिकै कानमै राख्नु भयो। अहिले मिलाउँदाखेरि झ्याउ हुन्छ। हेर्न सक्नुहुन्छ यत्रो हिँडिसक्यो। अझै यत्रो पछाडिसम्म छ। ल गाइस हामी चाहिँ चिउरीको पुलमा आइसक्यौँ। चिउरीको पुलमा आइसक्यौँ। हेर्न सक्नुहुन्छ भ्यू चिउरीको भ्यू। उहाँ तल खोला छ। ट्याक ट्याक यो जुत्ता अलि चिप्लो रहेछ क्या। खोला सन्दीप भएको भए यहाँ माछा माना भन्थ्यो होला। अब तलको हेर्नु न मलाई हामी चाहिँ होइन। अब यता चाहिँ यस्तो छ रमाइलो छ है। स्याङ्जा जिल्ला हो। अहिले हामी आएको चाहिँ स्याट्टो लाएर अब कहाँसम्म पुग्छ हेरौँला नि त। त्यहीँबाट अब जाने भनेको अब मेरै यही हो। जन्मे हुर्किएको ठाउँमै यही हो होइन। डन भाइब्स देखा यो आवाज थियो क्या। राम्रोसँग समात्नुपर्छ। सो अलराइट म आइसकेँ। अहिले चाहिँ म सनग्लास लगाएर आएको। अलि उज्यालोमा अहिले अलिकतिर आँखा पोल्छ। त्यो भएर चाहिँ चस्मा लगाइ पर्छ। यस्ता त फेरि मोबाइल देखाउन पनि डर लाग्छ क्या मलाई त। खस्यो भने त खस्यो नि होइन त। भक्कै एउटा मोबाइल खस्यो भने त स्टोनेजमा पुगिन्छ फेरि। र हेर्नु यो भ्यूहरू हेर्नु। उहाँ गएर उतातिर गएर नि यतातिरको भ्यू खतरा हुन्छ। त्यो फोटो खिच्ने हो क्या। त्यता गएर खिच्नलाई भ्यूहरू। त्योभन्दा नि अझै पुलभन्दा नि अलि अगाडि गएपछि त्यहाँबाट पाहाडहरू देखिन्छ। त्यहाँ पनि यस्तो A1 देखाइछ। पुलहरू हेर्नु कति लामो
त्यहाँबाट अब हामी यसो फोटोसोटो खिच्छौँ। सो गाइज हामी चाहिँ अब पुल तरेर आइसक्यौँ, बाइक रेडी छ, बाइक हामीले रेडी गरिसक्यो। यहाँ सुगम फोटो खिच्दैछ, फोटोग्राफर भइरहेछ सुगम फेरि। आइफोन भन्दै यस्तो दामी आउँछ, आइफोन भनेपछि त फेरि हाम्रो त त्यस्तै युट्युब च्यानलको नाम के हो भाइ भने सुजल मगर खोज्दा खोज्दा पाइँदैन फेरि। युट्युब च्यानलको नाम के हो भन्दा सुजल मगर सर्च गर्दा फेरि लौ छैन। गाह्रो हो क्या पाउन मेरो। सो हियर वी गो, हामी चाहिँ हिँडिसक्यौँ। म तिम्रो होइन र तैँले त्यो मोबाइलबाट बना न अलिअलि अलिअलि यस्तो भ्यूहरू बना। त्यो पनि त हाल्न पऱ्यो नि, सब मिक्स हालेर बनाउने हो क्या। काथिमको भ्यू लिने हो यहाँको। यहाँबाट फेरि यहाँ डरै लाग्छ कि यो ठाउँ त। सो गाइज हाम्रो यात्रा यहीँसम्म हो, यहाँबाट हामी अलि हो यतातिर राखौँ साधन। Here we go guys, हामी चाहिँ यता पारितिर घट्यौँ। बाइक पनि रेडी। लभली कप अन्त अनि बाइक त फेरि होइन लभली। त हेर्नु न भ्यूहरू माथिबाट पनि खतरा देखिन्छ। ओ बब्बाल हेर्नु न यहाँ अघि हामी उतातिरको भ्यू देखेको थियो, यहाँको खोला स्विमिङ भन्थ्यो नि मैले, त्यही हेर्नु न यस्तो बबाल। ए आन्टीले यस्तो घुम्टिया ओभरटेक हान्ने यार, ए आन्टी त बिठाइ गर्ने यार। फोटो खिच्ने हो क्या अब एकछट। सो गाइस एकछिन हामी फोटो खिच्छौँ क्याच्छौँ। सो गाइस हामी चाहिँ अब निस्क्यौँ, 2 गियरमा छ क्या, फेरि 1 गियरमा लैजाउँ। उकालोमा त हल्का उकालो हो। गुल्टो होला नि त यहाँ। बिस्तारै बिस्तारै जाने यो क्यामेरा होल्डले अलि हल्ले गर्छ। फड्केमा बनाउने हो र होरिजेन्टलमा? होरिजेन्टलमा ठिक के सिधामा ठिक यो भिडियो बनाउन। दाइहरू पनि जान लाएर टन्टी गर्दा दाइ सँगै जाने। हेलो भैया हमारा ये फोटो खिच दो यार, चेकिङ छ भन्ने होला त्यो त।
हाँ हाँ कसको कतिखेर त्यहाँ ओह्रालोमा खतरा गरेको थियो त्यो मैले डाउन गर्दाखेरिको यस्तो गर्दा के खसेर इयरफोन त यहीँ छ के अरे होइन पर्स यहीँ छ यो यहीँ छ मेरो यहाँ उस चस्मा यहीँ छ बिहान तेरो लागि त पर्फेक्ट होइन सक्नुहुन्छ सुगमलाई पर्फेक्ट यतातिरको भ्यू देखाउन पर्यो भने सानो बच्चा त महसुसिला कसरी बुझाउँ एन्ट्रो गयो किपलिङ ए पछाडिबाट ट्रक आयो बस आयो यार हामी चाहिँ बिस्तारै जाने हो मतलब बिन्दास जाने स्टेज सेफ स्टेज ट्राभल चेकिङै भएन यार यतातिर त यसको फेरि सिसाइ छैन क्या हेलमेटको फुटाल दिएर आँखाभरि धुलो पर्छ यस्तो झ्याउ छ गाउन नि आउँथेन अब सानो हात कसलाई सानो नगर हेलो भन्न जान्थिस् ग्रुपमा डेन्जर भेट्ने के यतिखेर बगाल हुन्थ्यो के जस्तो है यो गाडी तिम्रो मनमा लुकेको कुरा हामी त अब अझै के भन्छ त्यसलाई नामै भन्न डाँडामा जाने सानो नगर 220 इट्स बेस्ट हो के अफ रोड र अन रोडमा रक्षा गर्नु सरप्राइज भिडियो हो यो चाहिँ कसैलाई थाहा छैन भ्लग बनाउने भनेर सिधै एक्कासी भ्लगको भुट चढ्यो पहिल्यै बनाउँछ भन्ने सोचेको थिएँ भ्लग त्यही पहिला गाउँतिर यसो गाउँतिरको भिडियो बनाउँ भन्ने थिएँ फेरि आज फेरि यता एक्कासी प्लान भयो यता घुम्न जाने भनेर त्यही भएर चाहिँ आज एक्कासी
फर्स्ट भ्लगमै रैला घुम्ने आज बाटो त गाह्रो छैन इजी हो मजाको भ्यू अलि माथि पुगेपछि ठ्याक्क तैँले नि भ्यूवाला फोटो बना भिडियो बना कोही पनि छैन क्या मान्छेतिर त यो त मिठो पड्किने बुलेट रहेछ यार सो गाइस अब चाहिँ है कसरी हेरेको यार सानो युट्युबर हो सानो तर म घर जाने भएको भए घरसँगै जान मिल्ने भए सल्लाह उसँग जानुहुन्थ्यो क्या पछाडिको यो लिएर जाने त्यो सुप्रिट पछि आउँथ्यो नि त जसरी नि त्यतिखेर दिने बरु यसलाई यहाँबाट जाँदा सुप्रिट आउँदैन उता आउने भएको छैन डाँडा काँडा छरेर पैसामा गोजी हालेर डाँडा काँडा छरेर पैसा गोजीमा राखेर हामी त निस्कियो बाहुनथान हामी त निस्कियो बाहुनथान कोही यहाँ त रोटे पिङ रहेछ यार पिङ्क हाउस क्याफे दिसो माइ गॉड म त्यहाँ स्कुटर राखेको थियौँ हो क्या त्यहाँ र हिँडेर जाने हो अन्त बाटै छैन त्यहाँ अन्त उता त बाटो त छ कताबाट लैजाने र ल हामी यहाँ बस पार्क जस्तो आइयो ल बस पार्क बाइक राख्ने ठाउँ आइयो के यहाँ माथि बसेको कि म